फाइनली गाइज हामी चाहिँ रोमानियाको टिङ्का सहरमा आइसक्यौँ। यहाँबाट चाहिँ टिङ्का सहर गाइज अब चाहिँ हामी उता टिङ्का भन्ने बजारमा जान लाग्यो। बजार सहर अब के हो थाहा छैन, फर्स्ट टाइम जान लाग्यो हामी चाहिँ। अब साथीहरू चाहिँ उता त्यो पुरै बटालियन हो, यहाँ छ साथीहरू चाहिँ आउँदैछ। कोही कति केटाहरू अगाडि पुगिसक्यो, यो 3 जना। अब हामी चाहिँ यता जाँदै हो। रोमानिया आएको पनि 5 दिन भयो, 5-6 दिन भयो कि 5 दिन भयो आज। तर एकदम रमाइलो छ यार, यहाँको भ्यू चाहिँ एकदम लभली देखिरहेछ। जे होस् भ्यू हेर्नुपर्दा यो चाहिँ हाम्रो पुरै क्याम्प अनि अफिस सबै त्यही हो। रोड पनि यस्तो बवाल रोड छ, गाडी। जे होस् रोमानियामा आएर त्यस्तो रिग्रेट गर्नुपर्ने कुराहरू केही पनि छैन हामीमा चाहिँ। अब हुन त हाम्रो काम साम पनि सुरु भएन, काम त अब मेडिकल सेडिकल भएपछि काम सुरु हुने हो। यसै पनि हामीलाई उहाँबाट नेपालबाट पठाउनु बेला 15-20 दिन चाहिँ डकुमेन्ट बनाउनु लाग्छ है भनेर भन्नुभएको थियो। बवाल छ बवाल। यो चाहिँ यहाँ गाई पनि हुन्छ, यसरी गाई खुल्ला छोडिदिने अनि यो तार सार लगाउने अनि गाई मजाले चर्छन्। कोही गोठालो भर्न पनि पर्दैन। अब यहाँ गोठालो चाहियो भने मलाई खबर गर्नु, मैले भनेको छु। गाइज रोमानिया घर चाहिँ यस्तो हुन्छ है, यो चाहिँ गाउँतिर घर हो, उता बजारतिर बुकारेस्टतिर त बिल्डिङ हुन्छ, गाउँतिर चाहिँ यस्तो यस्तो टाइपको घर हुन्छन्। यस्तो पुरै खेतीपाती हो सबै यस्तो चाहिँ। त्यहाँ गाई छन्, हेर्नु गाईलाई त कोही गोठालो हेर्नै पर्दैन। बरु गोठालो चाहियो भने मलाई कन्ट्याक्ट गर्नु भनेको छु, पक्कै पनि मलाई राख्नुहुन्छ होला। घोडा गाई यहाँ त हेर्नै पर्दैन, यसरी जङ्गलमा ल्यायो ट्याक्कै एउटा उसमा बाँध्यो, टन्न मजाले चर्छन्, अगाउँछन् अनि घरमा लिएर गयो। सुविधा यस्तो पो छ। हाम्रो बटालियन छुटेर हामी चाहिँ बटालियनमा फर्किरहेको हो। यो बटालियन पनि कहाँ हो कहाँ खोइ, त्यो ट्रेनिङबाटै फालिदिनु पर्ला जस्तो होइन। यस्तो पनि कहाँ छ त्यहाँ आउँदैछ अझै, अलि देखिन्छ। क्यामेराले सिधै क्याप्चर गर्नु सकेछ, कहाँ लिने काम लाग्ने बटालियन चाहिँ होइन यार। यो चाहिँ पेट्रोल पम्प हो, पेट्रोल पम्प हो कि पेट्रोल पम्पै रहेछ। वासिङ कार वास गर्न पनि मिल्छ, प्लस यहाँ अब चार्जर गाडीको चार्जर गर्ने ठाउँ रहेछ। यहाँ पनि इभी गाडी हुन्छ है गाइस। त्यो चार्जिङ स्टेसन हो, अर्को सोल्ली त त्यहाँ पुगिसक्नु रहेछ। यस्तो छ त टिङ्का 6 त्यो कार वासिङको हो। के हेरेर हो सर? यसरी यहाँ पैसा हाल्ने, त्यो उसबाट चाहिँ पैसा हाल्ने अनि चिसो कफी सफी जे पनि निकाल्न मिल्छ त्यहाँ त, बियर सियर एभ्रिथिङ यस्तो छ है। गाई यस्तो ल, यो कुन चरो हो यस्तो? बगुला खोइ, खतरा गर्ने रहेछ यता। फाइनल्ली हामी चाहिँ हुसासु चाहिँ आइयो। टिङ्का यहाँबाट 6 किलोमिटर छ अझै। हुसासु पनि यस्तो छ फेरि, यो फेरि बजार भन्ने केही पनि होइन, यो नर्मल छ। यो स्कुल हो, यो पनि यता नि स्कुल, यो पुरै स्कुल एरिया रहेछ। यतैबाट आउँछ नि स्कुल हो त्यो। त्यो चाहिँ पुलिस स्टेसन हो उतापट्टि। यो चाहिँ ब्याङ्क, सिइसी ब्याङ्क। केटाहरू नेपाल पैसा पठाउने ब्याङ्क यही हो है, सिइसी ब्याङ्क। नेपाल पुगेछ, अब नेपाल पैसा कमाएपछि नेपाल पैसा पठाउने सिइसी। पुल
यो चाहिँ गेमी एप्पल है। कस्तो सुनसान है, एकदम सुनसान वातावरण, शान्त वातावरण छ क्या एकदम। कसैको मतलब छैन, एकदम शान्त आफ्नै पारामा। मान्छे देखिँदैन, गाडी चाहिँ यस्तो कम देखिन्छ नि। यो चाहिँ रोमानियाको गाउँतिरको चाहिँ यो हुसासी सहर है, यो नर्मल छ एकदम। सब यो फलफुलहरू यार, यो के हो यो आलु बखेडा। गाउँतिरको यो बजार यस्तै हो, नर्मल। यो अगाडिको चर्च हो, त्यो ठाडो परेको चर्चको लागि चाहिँ यहाँ आउँदा ठिक हुन्छ। बाँझ हो र यो, यस्तो यो पोलको माथि लाएर पुरा गुड बनाएर बसिरहेको छ चरा है। हेर्न कस्तो मजाले कत्रो झाङ बनाएको यार। घरहरू चाहिँ एकदम राम्रो खालको छ क्या है। भोलि पर्सि यो चाहिँ यहाँ उसमा चाहिँ अब हिउँ परेर बस्नु हुँदैन। यो चाहिँ सबै उता बुकारेस्टतिर जान्छ यहाँको मान्छेहरू। यो चाहिँ अलि सिजनमा मात्रै यस्तो हो। अफ सिजनमा त यहाँ पुरै हिउँको पुरा खात लाग्छ अरे होइन। अब हामीले पनि भने सुन्या हो, देखिया त होइन। पुरा केटाहरू फिल्डमा उत्रिरहेको सेम हाम्रो गाउँघरतिर घर छ नि अब। मैले चाहिँ यो तकमा भेटाएको छु। के भन्छ यसलाई? तकमा हो, मेडल। यो मेडल चाहिँ मलाई गड गिफ्ट हो। यो सायद श्यामबाट उहाँ टिङ्का एक घन्टामा आउने बाटो म 20 मिनटमा आएँ जस्तो लाग्यो। त्यही भएर गड गिफ्ट दिए जस्तो लाग्यो होइन त केटा। त्यही भएर यसमा अब रिबन बाँधेर मलाई स्वागत गर केटा। स्वागत होइन, मेडल लगाइदियो, मेडल। तिनका पुग्न देऊ न, तिनका पुग्छ अगाडि सबै फुल सुल के हुन्छ सबै निकालेर यति त सुविधा गर्नु पर्यो केटा। आज कस्तो बवाल भएको है, आजको त कस्तो बवाल कि। हिजो त पानी परिरहेको थियो यति बेला। यहाँ अब तिनका सहरमा आएर गोठालो हो, गाई चराउने काम हो मेरो चाहिँ आज। यो काली गाई हो, यो राति गाई हो, अरू कालो र रातो बाहेक अरू केही छैनन्। हाम्रो काम चाहिँ आज यही गाई चराउने, यताउता गाईलाई घाँस चारा पानी गर्ने। गोठालो आजको गोठालो चाहिँ मै हो। यो ओ पारीदेखि चाहिँ हाम्रो क्याम्प हो, तर हामी चाहिँ यस्तो घुमेर आइयो। खास चाहिँ क्याम्प चाहिँ उ त्यहाँनिर हो। अब रोमानियामा आएर देउस रोजगार पाइरह होइन, गाई चराउने भयो नि। घरमा पनि जहिले गोठालो, यहाँ पनि गोठालो, गोठालै गरेर जिन्दगी जाने भयो मेरो चाहिँ। मैले त जागिर पाइहालेँ, तपाईँले चाहिँ के गर्ने अब? म त गोठालो भइहालेँ। है गाइज, हामी चाहिँ सबैको आफ्नो काम पाइएला जस्तो छ। म चाहिँ यहाँ भर्ना भइहालेको छु। अनि हाम्रो तामाङ दाइ बिचरा थाकेर पसिना पुग्यो हुनुहुन्छ। बिस्टले चाहिँ के गर्ने हो? ल ठिक छ। भन्छ खसी फार्ममा पाइरहेछ, बाख्रा फार्ममा। ठिक छ। जाँगर गर्नुपर्छ क्या। त्यही भएर हेर्नु, घुम्दा हामी कहाँ आइपुग्यो हेर्नु त। ओ माई गड, हाम्रो क्याम्प त कहाँ छ भनेपछि क्याम्पको ऊ त्यो पारी सेतो देखिने हो। यो चाहिँ हाम्रो क्याम्प हो। आजको चाहिँ म मेन गोठालो हो। गाईहरू ल्याएको छु। केटाहरू चाहिँ मलाई डर लाग्छ नि त, त्यही भएर आएको। टिङ्का नजाने अरे अब यति गाई चराउने बस्ने। रोमानियाको
गाई चराउनु पायो उनी भन्यो नि भाग्यमानी हो नि होइन अरूले त्यही त चराउनु पायो नि म त गाई भयो नि चराउँछु यस्तो लभली भ्यू छ कि गाइस होइन ओ माय गॉड ल गाइस हामी चाहिँ अलरेडी 1 घन्टा भइसक्यो क्याम्पबाट हिँडेको खै मरिगए पुग्दैन त यो टिङ्गा सर्दा यो चौधरीले हो के रे अब भन्ने कति घन्टा पुग्छ भनेर तैँले अब 1 घन्टा ड्युटी अझै 1 घन्टा ए भगवान् हिँड्दा हिँड्दै हुनु थाकिसक्यो पर्यो नि त तन्दुरुस्त हट्टाकट्टा हुनु पर्यो नि त हुनु पर्यो नि त नि नेपाली भएपछि बुना होइन बुना भने के रे बुना सामै फाँचे भने के रे भन्न खबर हो ए भगवान् यो को हो यत्रो यो गोर्मीमा यत्रो कोट लाउने टाढो भएन कि क्या हो चाहिँ हामीलाई गर्नु भयो केटाहरूलाई जाडो भइरहेछ ओए बिस्ट चाँड्या ओए चाँडै के हो खै मरेकै आउँदैन यो जङ्गलै गर्दैन टाइगर ट्र्याक टाइगर चियर अल्सो हो थाक्यो गाइस थाक्यो मर्नु बनायो यहाँ यो चौधरीको भाउतोमा लाएर 1 घन्टामा टिङ्का पुग्छ भनेको खै हिँडेकै 1.5 घन्टा भइसक्यो मरिगयो हिँड्दैन पुग्दैन त यस्तो जङ्गल छ यो पुरै ए भगवान् बचाले मेरेको एउटा 2टा भोटो फुटाइरहेको थियो होइन 2टा भोटो फुटाएको थियो त्यो दाइ हुँदाखेरि खै यो जङ्गल कुन ठाउँमा तल चौधरीले 1 घन्टा के घन्टा भने गर्छ खै आउलास छैन यार अब एउटा भिडियोमा के अरे एउटा सुटोलाई भाइरल बुढोलाई के लालाजीले के घरबाट निस्किँदा नि 15 मिनट यहाँ डाँडा पुग्न लाग्यो 15 मिनट भने जस्तो हामीलाई पनि चौधरीले 1 घन्टा भनेर 1 घन्टा बितिसक्यो अब आएकै चाहिँ उयो हो अरू छैन देखेको छैन 1 आवर भन्छ 1 आवर कहिलेको 1 ओइ त त्यहाँ मर्निङ र नाइट हो कहिलेको थाहै छैन त्यहाँ 1 घन्टै भन्छ सासुदेखि नै 1 घन्टा भनेको कता गएछ आज यहाँ 3 को पुग्न लागिसक्यो 1 घन्टा 1 घन्टा ओइ त त्यहाँ बाइक लाइनर बाइक भन्नु थियो कहाँ ए भ्लगमा 1 घन्टा लाग्यो भने रामेश्वर के हो रामेश्वरले है रामेश्वर यादवले 1 घन्टा लाग्यो दियो रामेश्वर यादवले त्यो अब 1 घन्टा गोजीमा राख है भाइ छैन दाजु रामेश्वर यादव भन्न त फेरि रासोपाको अब त्यो लकडा हो जय घन्टी गर त केटा हो म माओवादी हो क्या म त केटा अलवेज जय घन्टी हो होइन अब के होला नि त भनेर भोट हाल्यो देशमा पानीमा यार बालेन सरकारले पनि गोपनीय सरकार गोपनीय देशमा आएर पनि रोमानियामा पठायो तेरिका जङ्गलमा हरा घर जान पाइन्न कि यार जय घन्टीले यहाँ रोमानिया पठाइदियो के फाइदा गर्नु गरेछ बालनले थोरै पठायो केटाहरूमा 7.5 लाख रुपियाँ तिरेर ओरिएन्टेसन क्लास बस्दाखेरि जाने बुझी आएको भोट हाल्ने भनेर लास्टमा 1 रुपियाँ दिएन भन्दै आयो होइन लास्ट एयरपोर्ट मात्रै अब मेरो पावर थाहा छैन अनि आउनु त आयो रोमानिया मेरो पावर थाहा छैन ल कुन चाहिँ मेन पावर हो केटा थाहै छैन मेरो पावर मेन पावरको त नामै लिनु हुन्न भनेको त मेरो पावर नाम नलिने अरे कसले भिजा दियो नि दाइले गरे अरे घन्टाका दाइ हुने यहाँ पनि यहाँ मान्छे कहाँ दाइ हुने मामा होइन उल्टो मेन पावर भनिदिउँ नि त WIRCY www.com XX हो केटाहरूलाई सबैलाई 3x डक्टरले पठाएन .com ले पठाओ .com ले
साह्रो छ यार धुवा आयो गर्नु गर्यो छैन क्या त्यस्तो मिलाएर भन्नुपर्छ त्यहाँ त पुरा अरू होइ त अनि यति हो मेरो भगमा झन् एड गरिदिउँ भने चौधरी फेरि क्या दिएर यार अलिकति भन्न त बारेमा यो घरहरूको बारेमा होइन स्नो कति बेला पर्छ यहाँ त्यो पनि दिएन दिएन एक्चुली जानकारी दिए भर्खर त अब फर्स्ट टाइम हो अब यहाँको बुझ्नु पर्यो होइन यतिकै दिएन अब दिए भनेको दिए तँलाई दिँदैन अहिले पेपर त गर्न रोमानियामा आएको 5 वर्ष भइसक्यो अरे होइन तँ चाहिँ Just imagine के? भइसकेपछि यहाँ पनि इमेजिन गर अनि तैँले चाहिँ हामी चाहिँ बाहिर गयो अरे होइन अलि यता जग्गा गाडी ल्याउडाइदिएला एक कदम अगाडि नै छ जे भने सो वी आर गोइङ टु टाउन नाउ दिस इज द वे वन वे टु वे यस हियर इज द डेडलाइन एरिया मुर्दाघाट या मुर्दाघाट ओके डेडलाइन एरिया ओके डेडलाइन सो व्हाट इज दिस दिस इज हस्पिटल हस्पिटल ओके एनिमल हस्पिटल और मैन हस्पिटल फार्मेसी नो फ्यामिली एक्सक्लुजिभ एक्चुअल गाई उहाँ चाहिँ हाम्रो के अरे रोमानियन गाइड हुनुहुन्छ आज चाहिँ हामीले उहाँलाई गाइड बनाएर लिएर आएको हो अनि हाम्रो यहाँको बारेमा यहाँको नेचरको बारेमा हरेक कुराहरू उहाँले बताउनुहुन्छ के हो यो मूर्ति के छ भने त्यो क्रिस्चियनको यो मरेको कि जिन्दा के हो यो मरेको मरेको यसलाई के भन्छ खास के भन्छ यो मरेको इन्सिडेन्ट हो यी साँच्ची यसलाई के भन्छ अरे ओ साँच्ची के भन्छ त यसलाई क्रिस्चियनहरुले के भन्छ के कब्रस्तान कब्रिस्तान हो तर यसलाई ल गाइस यो चाहिँ कब्रस्तान हो अनि हाम्रो चौधरी सरले एकदम राम्रो गाइड गर्नुभयो हामीलाई यहाँको बारेमा धेरै कुराहरू बताउनु भयो थ्याङ्क यू सो मच यसको लागि कहिले पनि त हात कब्रस्तान हो एकटा कब्रस्तान मलाई त भन्न नि आउनु मोस्ट अफ द Romanian people they are Christian. अनि यहाँको ऊ कति छ त जनसङ्ख्या 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 अब कति हुन्छ पपुलेसन कति छ मैले धेरै आएन पपुलेसन 90 मिलियन 90 मिलियन होइन कमै छ 90 मिलियन हो के 90 मिलियन यहाँको अलमोस्ट पिपुल के अरे क्रिस्चियन अलमोस्ट पिपुल मोस्ट अफ द पिपुल क्रिस्चियन हो क्या क्रिस्चियन क्यापिटल सिटी नेम बुकारेस्ट अझ फिफ्टी नेम नेबरहुड सिटी युरेकाइन भयो होइन कोरेसिया अनि त्यसपछि रेडियो बुकारेस्ट बुकारेस्ट युक्रेन त उस भयो नि कन्ट्रीमै पर्यो त हाम्रो क्यापिटल सिटी हो युक्रेन भल्गेरी कन्ट्री भनेको हङ्गेरी हङ्गरी यस फाइनली गाइज हामी चाहिँ रोमानियाको टिङ्का सहरमा आइसक्यौँ यहाँबाट चाहिँ टिङ्का सहर सुरु हुन्छ अब योहरू चाहिँ गाडीहरू भयो अनि यता चाहिँ यो आइटिपी भनेको के हो केटा हो आइटिपी यही हो यो चाहिँ ऊ रहेछ यो चाहिँ के अरे कारको गाडीको पार्टहरू पाउने ठाउँ रहेछ यो चाहिँ ऊ भयो यो कार वास भयो कार वास प्लस पेट्रोल पम्प अनि यता चाहिँ कारहरूको पार्ट्सहरू पाउने ठाउँ रहेछ फाइनल गाइज हामी चाहिँ अब रोमानियाको यो गाउँतिरको मोस्ट वान अफ द वान सिटी बिग सिटी हो अब यस्तै हो अब नेपालमा जस्तो गिजिङ गिजिङ घरहरू त हुन्न खुल्ला खुल्ला हुन्छ तर यहाँनिर आइपुग्यो अब हामी चाहिँ अब अलिकति भित्र देखाउँछौँ कस्तो हुन्छ के हुन्छ अब भिडियो गराउने ठाउँ रहेछ भने म चाहिँ गराउँछु त्यता त्यसपछि रहेन छ भने चाहिँ गराउँदिनँ ल है त गाइज पारा के छ त चौधरी अनि हालखबर तेरो एकदम बिन्दास अनि तँलाई अब टिङ्का सहरको बारेमा केही भन्दै नि त अनि सरको बारेमा म गइरहेको छु त्यहाँ सपमा गएर अब खानेकुराहरू किनिन्छ त त पहिले पनि यहाँ आएको होइन र अलरेडी हजुर है दाइको चाहिँ फर्स्ट टाइम है फर्स्ट टाइम मेरो रोमानिया रोमानिया आएको नि फर्स्ट टाइम हो मेरो नि फर्स्ट टाइम हो अस्ति आएको थिएँ म अस्ति अस्ति आएको है अनि ल त आजको गाइड चाहिँ त है अब हामीलाई थाहा होइन त्यही भएर त सुरु गर्छस् ल यहाँबाट अब के हो यसको बारेमा बताउने कुरा है ओ यस द्याट्स राइट ल टिङ्का है यो गाइड
यो टिङ्का भनेको चाहिँ फेरि यो ऊ होइन, यो थर्कु जस्तो होइन, यो यहाँ ट्रेनको लिक रहेछ। अब यो यहाँबाट चाहिँ टिङ्का सहर स्टार्ट हुन्छ भन्ने कुरा हो। यो चाहिँ अहिले बन्द भएर रहेछ यो ट्रेन है। अब होइन बन्द रहेछ है। यो चाहिँ अब नेक्स्ट नयाँ बाटो बनाइराख होला सायद। यो चाहिँ मेन स्ट्रिट मेन स्ट्रिट मेन स्ट्रिट स्टेट आइटिपी। हामी चाहिँ एउटा ठाउँमा आयो स्टेटमा। यता यस्तो छ, यहाँ चाहिँ अलिकति ठुलो सहर रहेछ हुसाछु भन्दा चाहिँ। जो हल्का बजार एरिया चाहिँ ऊ रहेछ। त्यो कार वासहरू हुने ठाउँ यता एकदम धेरै रहेछ कार वास हुने। हो कस्तो राम्रो ब्युटिफुल लेडी। यस्तो छ है गाई जस्तो छ ल टिङ्का सहर। त्यो चाहिँ चक्लेट पाउने ठाउँ हो। चक्लेटहरू चक्लेटदेखि लिएर हरेक कुराहरू पाउँछ त्यहाँ। माई गॉड टिङ्का भयो चाहिँदैन। I don't like this. I don't deserve. त्यहाँ गएर तिम्रो सोरिना खाने हो तिम्रो सोरिना खाने हो खाने चौधरी जे खाने भन्छ चौधरीले त्यही खाने हो ल। खानेकुरामा नो कम्प्रोमाइज। यस्तो रहेछ ल गाइस कल्चर हो टिङ्का सहर। यो कल्चर हो होइन। यहाँ चाहिँ डान्स सान्स हुन्छ होला। अब हाम्रो नेपालमा डान्स सान्स हुन्छ तर यहाँ चाहिँ अब कस्तो कल्चर हो थाहा भएन। यो चाहिँ कल्चर भवन हो। कपडा पसल त्यहाँ फेसन यो चाहिँ फेसन कपडा पसलहरू यस्तो रहेछ है। योहरू सुज हो। यहाँ सुज हो। सुज के सुज जुत्ता जुत्ता। हाम्रो फेरि एकदम सोच्ने ऊ छ बोली छ अब नबुझ्ला होइन। यो चर्च भयो दामी दामी चर्च कस्तो बवाल छ हुनु चाहिँ। गोपाल भन्नु त्यो चाहिँ चर्च हो। पेट्रोल पम्प पछाडि सप छ अनि अगाडि चाइना सप छ। चाइना सप हो। चाइना सप पनि घुमिन्छ। हामी सबै घुम्नुपर्छ आज चाहिँ जे होस् नि। यत्रै हो ल के खाने हो गाइस। रेडबुल लिनु रेडबुल कहाँ छ रेडबुल 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 आई वान्ट टु रेडबुल। ओए हो लिनु के भन्नु कतिवटा लिने रेडबुल कतिवटा अनदाली नखाने रे ओ रोम हाउ मच कति रे टोटल 22.5 ओके। सातलीको केटा रेडबुल खायो त सातली उता त मैले अस्ति 5.5 लिमा खाएको थिएँ 5.5 यता त महँगो रहेछ। त्यस गरौँ न लगाएर खाऊ।